भन्दा पहिला आफूले आफैलाई जित्न जरुरत छ। तपाईले आफूलाई जहिले पनि सकारात्मक रूपमा राख्नुस्। मबाट यो हुँदैन कि म गर्न सक्दिन कि भन्ने कुराहरु चाहिँ आफ्नो मन मस्तिष्कबाट दिलबाट हटाउनुस्। म गर्न सक्छु, यो मेरो लागि योग्य छ भनेर। आदरणीय श्रोताहरु नमस्कार। आज म यहाँलाई एउटा विशेष महत्त्वपूर्ण विषयमा छलफल गर्न गइरहेको छु र उक्त विषयवस्तु रहेको छ जब हरेक मानिसहरू वैदेशिक रोजगारको सिलसिलामा आफ्नो मुलुक छोडेर अर्को मुलुक जान चाहन्छन् र विशेष गरी पछिल्लो समयमा युरोपियन मुलुकहरुमा युवा युवतीहरूको लोकप्रियता बढिरहेको छ। यदि तपाईहरु पनि युरोपियन देशमा तपाई जाँदै हुनुहुन्छ र जाने तपाई योजना बनाइराख्नु भएको छ भने तपाईको लागि आजको भिडियो एकदमै उपयोगी हुनेछ। आउनुहोस् यस भिडियोमा तपाई जान लागेको देशमा तपाईलाई लिने इन्टरभ्यु अर्थात् अन्तर्वार्ता तपाईलाई एमबीसीले कस्तो खालको अन्तर्वार्ता तपाईलाई लेख्छ, तपाईलाई सोध्छ भन्ने कुराको विषयमा आज तपाईलाई म जानकारी गराउन गइरहेको छु र कृपया भिडियोलाई स्किप नगरिकन अन्तसम्म हेर्नुहोला। अनि मात्र तपाईले त्यसमा भन्न खोजेको कुराहरू, तपाईलाई चाहिएका मेटेरियलहरू तपाईले सहज र सरल रूपमा तपाईले बुझ्न सक्नुहुन्छ। यदि तपाई आफ्नो करियरलाई युरोपसँग मिल्दोजुल्दो तरिकाले अगाडि बढाउनको लागि यो इन्टरभ्यु जुन एमबीसीले लिने इन्टरभ्यु एकदमै महत्त्वपूर्ण छ। तर नआत्तिनुस्, तपाई इन्टरभ्यु भन्ने बित्तिकै कस्तो गाह्रो हुन्छ होला, कस्तो अप्ठ्यारो असजिलो हुन्छ होला भन्ने महसुस पटक्कै पनि नगर्नु। तपाईलाई म सजिलै रूपमा हामीले कसरी इन्टरभ्यु फेस गर्न सकिन्छ र कस्ता कस्ता प्रश्नहरू हामीलाई त्यहाँ एमबीसीले सोध्छन् भन्ने सेरेफिरामा रहेर आजको भिडियोमा केन्द्रित रहनेछु। यदि तपाई पहिलो पटक इन्टरभ्यु फेस गर्दै जाँदै हुनुहुन्छ भने तपाईको लागि यो महत्त्वपूर्ण टिप्स हुनेछ। आउनुहोस् सुरु गरौँ आजको विषयवस्तुतर्फ। यदि तपाई पहिलो पटक इन्टरभ्युको लागि तयारी हुँदै हुनुहुन्छ भने तपाईले आफूलाई पहिला कन्फिडेन्स लेभलमा राख्न जरुरत हुन्छ। किनकि तपाई आफै एक किसिमको बलियो पोजिटिभ माइन्डसेट तपाईले गर्नुभयो भने मात्र तपाईले जित्नुहुन्छ। पहिला अरूलाई जित्नु भन्दा पहिला आफूले आफैलाई जित्न जरुरत छ। तपाईले आफूलाई जहिले पनि सकारात्मक रूपमा राख्नुस्। मबाट यो हुँदैन कि म गर्न सक्दिन कि भन्ने कुराहरु चाहिँ आफ्नो मन मस्तिष्कबाट दिलबाट हटाउनुस्। म गर्न सक्छु, यो मेरो लागि योग्य छ मोटिभेट गरिराख्नुहोला। तपाई यदि इन्टरभ्युमा जाँदै हुनुहुन्छ भने तपाई सेतो सर्ट र कालो प्यान्ट लगाएर कपालहरू काटेर एकदम राम्रो तरिकाले देख्दा पनि ह्यान्डसम अर्थात् ब्युटिफुल भएर जानुहोला। र तपाई इन्टरभ्युमा प्रवेश गर्न गइसकेपछि तपाई जहिले अलवेज रूपमा तपाई मुस्कानमा हुनुपर्ने हुन्छ। तपाईलाई जब तपाई मुस्कान सहित त्यहाँ प्रवेश गर्नुभयो भने 1000 शब्द बराबर एक मुस्कानले जित्नेछ। त्यसकारण आदरणीय श्रोताहरु, तपाई इन्टरभ्युमा जानको लागि तपाई नुहाएर जानुहोला ताकि तपाईलाई चिसो पानीले नुहाइरदाखेरि तपाईको आत्मबल, तपाईको एनर्जी र हामीलाई जुन तनाव हुने केही पर्सेन्टेज कारणले गर्दा नि हामीलाई सहज बनाउन त्यसले महत्त्वपूर्ण सहयोग गरिरहेको हुन्छ। आउनुहोस् तपाईलाई एमबीसीले के कस्ता कुराहरू प्रश्नहरू तपाईलाई सोध्छन् त। मसँग भएका केही क्वेशनहरू मैले तयार पारेर ल्याएको छु र म यहाँलाई शेयर गर्न गइरहेको छु र यति मध्येका केही 5 देखि 8 देखि 10 सम्म क्वेशन जसलाई उहाँहरूले गर्नुहुन्छ र त्यसको आन्सर कसरी दिने भन्ने कुरा सम्भवतः तपाईहरु बुझ्नै हुनुहुन्छ र तपाईलाई चाहिँ मैले एउटा आइडिया हिन्ट्स मात्रै दिन खोजिरहेको हो। र आउनुहोस् सुरु गरौँ पहिलो क्वेशनबाट। जब तपाई इन्टरभ्युमा प्रवेश गरिसकेपछि तपाईलाई व्हाट इज योर नेम भनेर तपाईलाई सोध्न सक्छ अर्थात् टेल मी अबाउट योरसेल्फ भनेर पनि तपाईलाई प्रश्न गर्न सक्छ।
तपाईले टेल मी अबाउट योरसेल्फ भन्दा तपाईले आफ्नो बायोडाटा सहित तपाईले त्यसमा उल्लेख गर्नुपर्ने हुन्छ। र अर्को दोस्रो प्रश्न रहेको छ हाउ ओल्ड आर यु, अर्थात् तपाई कति वर्षको हुनुभयो र अर्थात् तपाईको चाहिँ बर्थ डेट कहिले हो भनेर पनि सोध्न सक्छौँ। भन्न खोजेको कुरा एउटै हो र बर्थ डेट फिक्स गरेर भन्न पनि सक्छन् र तपाईँ कति वर्ष हुनुभयो अर्थात् तपाईँ कुन मितिमा जन्मिनु भयो भन्ने कुराहरू पनि सोध्न सक्छन्। अर्थात् त्यसले दिने एन्सर एउटा नै हो तर सोध्ने तरिकाहरू तपाईलाई फरक हुन सक्छ। त्यसपछि अर्को रहेको छ इन हिज क्विन कम्पनी, अर्थात् तपाईँ कुन कम्पनीमा जाँदै हुनुहुन्छ, अर्थात् व्हाट इज योर कम्पनी नेम है। तपाईलाई यसले पनि भन्न खोजेको कुरा एउटै हो, तपाईँ कुन कम्पनीमा जाँदै हुनुहुन्छ, तपाईले आफ्नो कम्पनीको बारेमा डिटेलमा अध्ययन गर्नुहोला। त्यसपछि अर्को रहेको छ वेयर इज योर लोकेटेड बाई योर कम्पनी, तपाईँ जानुभएको कम्पनीको चाहिँ लोकेसन अर्थात् कुन ठाउँमा तपाईले काम गर्ने कम्पनी रहेको छ भनेर सोध्छ। त्यो हजुरले आफूले जाने कम्पनीको बायोडाटा त्यहाँबाट लिन सक्नुहुन्छ। त्यसपछि गएर अर्को प्रश्न रहेको छ व्हाट इज योर स्यालेरी, तपाईको स्यालेरी चाहिँ कति छ त भनेर तपाईलाई पनि सोध्न सक्छौँ। जुन तपाईलाई एजेन्सीले कतिमा कमिटमेन्ट गरेको छ त्यही अनुसारको आफ्नो स्यालेरी भन्नुहोला। त्यसपछि अर्को प्रश्न छ आर यु ह्याप्पी दिस फर जब, अर्थात् आर यु ह्याप्पी फर दिस स्यालेरी, के तपाईँ यो काममा तपाईँ खुसी हुनुहुन्छ र तपाईँ के यो स्यालेरीमा तपाईँ खुसी सन्तुष्ट हुनुहुन्छ भनेर पनि सोध्न सक्छन् आदरणीय सम्मानहरू। त्यसमा तपाईँ यस सर भनेर तपाईले प्रतिक्रिया जनाउनु होला। अनि अर्को रहेको छ व्हाट इज योर जब प्रोफाइल, तपाईँ कुन कामको लागि तपाईँ जाँदै हुनुहुन्छ त हैन। तपाईँ यदि होटलमा जाँदै हुनुहुन्छ भने तपाईँको वेटर हो कि एसिस्टेन्ट हेल्पर हो कि तपाईँको चाहिँ के हुन्छ, आफ्नो प्रोफाइल के छ हैन, एबिसी त्यो भन्नु होला हजुरले सहजै रूपमा। अनि अर्को प्रश्न रहेको छ डु यु एनी फ्रेन्ड्स एन्ड फ्यामिली इन देयर भन्छ, तपाईँको कोही आफन्तहरू रिलेटिभ्सहरू त्यहाँ छन् त भनेर सोद्धाखेरि तपाईँले मसँग छैन, मसँग टोटली कोही पनि छैन भनेर भन्नुहोला। किनकि उनीहरूले मसँग त्यहाँ मेरो आफन्त रिलेटिभ्सहरू छन् भन्यो भने तपाईँलाई रिजेक्ट गर्न सक्ने कारण धेरै छन्। जस्तै यो व्यक्ति त्यो ठाउँमा गइसकेपछि त्यहाँ काम नगरिकन अन्त शिफ्ट हुन सक्ने सम्भावना प्रबल छ है भनेर त्यो गर्छ। त्यसको जवाफ हजुरले नो सर भनेर दिनुहोला। अर्को रहेको छ हाउ डिड यु गेट बाई जब, तपाईले यो जब चाहिँ कसरी पाउनुभयो, कहाँबाट पाउनुभयो भनेर हजुरलाई यो प्रश्न एकदमै इम्पोर्टेन्ट प्रश्न है साथीहरू। तपाईले यो जब कहाँबाट पाउनुभयो भनेर तपाईलाई सोध्छ। त्यसपछि हजुरले यसको जवाफ चाहिँ तपाईले कम्पनीसँग पनि अथवा एजेन्सीसँग पनि बुझ्नु होला। तपाईले फेसबुक पेजबाट पाउनुभयो कि कुनै न्युजपेपरबाट पाउनुभयो कि हैन, विभिन्न माध्यमबाट केबाट पाउनुभयो त तपाईले त्यसको माध्यम जनाउनु पर्ने हुन्छ। सिधै मैले मेन पावरबाटै पाएको हो भनेर नभन्नु होला साथीहरू। त्यसपछि अर्को रहेको छ व्हाट इज योर क्यापिटल सिटी, तपाईँ जाँदै हुनुहुन्छ जुन देश त्यो देशको क्यापिटल सिटीको नाम चाहिँ तपाईलाई अनिवार्य रूपमा थाहा हुनुपर्छ आदरणीय सरम्यामहरू। अर्को रहेको छ व्हाट इज योर वर्किङ डेज, तपाईँ कति दिन काम गर्नुहुन्छ अर्थात् कति घण्टा काम गर्नुहुन्छ भनेर तपाईलाई कामको बारेमा पनि प्रष्ट थाहा हुनुपर्ने हुन्छ। मानिलिउँ तपाईँ हप्ताको 6 दिन काम गर्नुहुन्छ ओके, अथवा 5 दिन काम गर्नुहुन्छ ओके, तर तपाईँ कति घण्टा काम गर्नुहुन्छ त्यो पनि तपाईलाई थाहा हुनुपर्छ। यो पनि तपाईलाई सोध्न सक्छन् है साथीहरू। अर्को रहेको छ हाउ डिड द चुज यु कम्पनी, तपाईलाई कम्पनीले चाहिँ कसरी सिलेक्ट गर्यो त, यो चाहिँ एकदमै बडो महत्त्वपूर्ण छ है सरहरू। तपाईलाई कम्पनीले चाहिँ कसरी सिलेक्ट गरिरहेको छ भन्दाखेरि
मलाई चाहिँ कम्पनीले भिडियो कल मलाई कम्पनीले भिडियो कल गर्यो अनि मैले केही आफूसँग भएको नलेजहरू दिएँ बाई भिडियो कल। त्यस्तो लामो कुराहरू भनिरहनु पर्दैन, जस्ट बाई भिडियो कल, द्याट्स इट। त्यति भन्दा पुग्छ है साथीहरू। अनि अर्को रहेको छ इफ यु वर्क एनी एक्सपिरियन्स भन्छ, के तपाईसँग केही एक्सपिरियन्सहरू छ भन्छ। यदि तपाईसँग त्यो केही एक्सपिरियन्सहरू छ भने तपाईको डकुमेन्टको आधारले भन्नुहोला। तपाईको डकुमेन्टमा कति समयदेखिको एक्सपिरियन्स छ, कुन कम्पनी, कुन होटल, कुन एजेन्सीमा, हैन, एनिथिङ तपाईले त्यो भन्न सक्नुहुन्छ। जुन तपाईको डकुमेन्ट भन्दा बाहिर गएर तपाईले भन्नुभयो भने, मेरो एक्सपिरियन्स यो पनि छ भनेर भन्नुभयो भने तपाईलाई तिनीहरूले रिजेक्ट गर्ने चान्स बढी हुन्छ। त्यसपछि भन्छ विल यु टेक योर फ्यामिली भन्छ, के तिमीले आफ्नो परिवार पनि त्यहाँ लान चाहन्छौ भन्दाखेरि उनीहरूले नो सर भन्नुहोला, म अहिले फ्यामिलीहरू टोटल्ली लान चाहन्न, जस्ट जबको लागि म जाँदैछु भन्नुहोला आदरणीय सम्मेलनहरू। र कतिपय खण्डमा चाहिँ हाउ मच पे अबाउट दिस फर जब भन्छ। तपाईँले यसको जबको लागि तपाईँले कति पैसा चाहिँ पे गर्नुभयो भन्न सक्छ। त्यसको लागि चाहिँ तपाईले एजेन्सीसँग कुरा गर्नुहोला आदरणीय श्रमिकहरू। कसले कति लागत के भन्छ त्यो पनि कसैलाई चाहिँ सोध्न सक्ने प्रश्न रहेको छ। अर्को नेक्स्ट रहेको छ आफ्टर गेटिङ भिजा यु विल वर्किङ अर रनवे भन्न सक्छ। तपाईले यो भिजा प्राप्त गरिसकेपछि तपाईँ त्यहाँ रहेर काम गर्नुहुन्छ अथवा अर्को देशमा तपाईँ फ्लाइ गर्नुहुन्छ भनेर सोध्छन्। तपाईले त्यतिखेर भन्नुहोला नो सर आई एम वर्किङ हियर भन्नुहोला है साथीहरु। अर्को रहेको छ आफ्टर कम्प्लिट अफ योर कन्ट्याक्ट व्हाट विल यु डु। तपाईँ यो कन्ट्याक्ट सकेपछि तपाईँ के गर्नुहुन्छ भनेर पनि भन्न सक्छ। मानिलिउँ तपाईको 1 वर्षको कन्ट्याक्ट छ, 2 वर्षको कन्ट्याक्ट छ भने त्यो कन्ट्याक्ट सकेपछि तपाईँ के गर्नुहुन्छ भनेर तपाईलाई प्रश्न गर्न सक्छ। त्यतिखेर भन्नुहोस् आई विल रिक्वेस्ट इन रिन्यू फर बाई कम्पनी इफ नट रिन्यू दिस कम्पनी रिटर्न बाई नेपाल। यदि म कम्पनीलाई रिक्वेस्ट गर्छु, रिक्वेस्ट गर्दै भने म त्यहाँ बस्छु, यदि रिक्वेस्ट गर्दा उनीहरूले रिन्यू गरेनन् भने म फर्कन्छु आफ्नो देश भनेर तपाईले सरल रूपमा भन्न सक्नुहुन्छ सरनेमहरु। अर्को रहेको छ व्हाट डु यु वान्ट टु गो। तिमी चाहिँ त्यो देशमा किन चाहन्छौ, अर्थात् किन भन्दाखेरि सपोर्ट माई फ्यामिली अर्थात् सपोर्ट माई फ्युचर, मेरो भविष्यको लागि र मेरो परिवारको लागि चाहिँ म यहाँ गएको हुँ अथवा जान चाहन्छु भनेर भन्नुहोला आदरणीय श्रमिकहरू। त्यसपछि अर्को रहेको छ व्हाट इज योर भिजा एजेन्ट। यो चाहिँ महत्त्वपूर्ण छ है साथीहरु। तपाईलाई यो भिजा चाहिँ कसले दियो त है। तपाईलाई त्यो भिजा दिने कम्पनी र त्यहाँको मालिक ओनर को हुन्छ त्यसमा चाहिँ त्यो भर पर्छ। त्यसपछि अर्को रहेको छ व्हाट इज योर ओनर नेम। तपाईको त्यो कम्पनीको चाहिँ साउको नाम चाहिँ के हो त, अर्थात् तपाईलाई यो जब चाहिँ कसले दिनेछ भनेर पनि सोध्न सक्छ। त्यतिखेर चाहिँ तपाईलाई जब दिने व्यक्तिको नाम भन्नुहोला। त्यसपछि के तपाईलाई डु यु नो अथवा तपाई ग्रीस जाँदै हुनुहुन्छ, ग्रीस, रोमानिया जानुहुन्छ, रोमानिया हैन, एनीवे तपाई जुन देशमा जानुहुन्छ के तपाईलाई त्यसको बारेमा थाहा छ केही भनेर पनि तपाईलाई सोध्न सक्छ। किनकि तपाई त्यो ठाउँमा जाँदै हुनुहुन्छ, तपाईलाई केही नलेजहरु छ कि अथवा भनेर सोध्न सक्छन्। यदि तपाईले त्यसको बारेमा सोध्नु भयो भने तपाईले मलाई त्यो ठाउँ चाहिँ एकदम ब्युटीफुल छ हैन, त्यसपछि गुड क्लाइमेट छ हैन भनेर तपाईले एबत केही कुराहरू भन्न सक्नुहुन्छ। त्यसपछि अर्को रहेको छ ग्रीस एम्बेसीले व्हाई आर यु टुडे हियर। तपाई चाहिँ किन आज यहाँ हुनुहुन्छ त भनेर पनि भन्न सक्छ।
त्यसकारणले टुडे आई एम हियर प्रोसेस बाई योर कन्ट्री। तपाईँ जुन देशमा जान लाग्नुहुन्छ त्यो कन्ट्रीको नाम पनि भन्नुहोला। अन्तमा आइसकेका छौँ हामी। अझै केही प्रश्नहरू तपाईँहरूलाई राख्दैछु। त्यसपछि हु प्रोभाइड फुड एन्ड अकुपेन्टेसन भन्न सक्छौँ। तपाईँलाई त्यहाँ खाना बस्नको सुविधा कसले दिन्छ त? यदि कम्पनीले दिन्छ भने प्रोभाइड बाई कम्पनी। क्लियर है? त्यसपछि योर कम्पनी नेम, व्हाट इज योर कम्पनी नेम पनि भन्न सक्छ। फेरि तपाईँले कम्पनीको नाम चाहिँ के हो त भनेर भन्न सक्छ। देन हाउ डु यु एप्लाई, तिमीले यो जब चाहिँ कसरी एप्लाई गर्यौ? है आई सेन्ड बाई सिभी, मैले सिभी पठाएँ त्यस कारणले मलाई त्यसपछि अर्को रहेको छ हाउ यु नो कम्पनी डिटेल्स भनेर सोध्न सक्छ। तपाईँको कम्पनीको डिटेल्स ठेगाना तपाईँलाई थाहा छ भनेर सोध्न पनि सक्छ है आदरणीय श्रमिकहरू। त्यसको लागि तपाईँले अध्ययन गरेर जानुहोला। त्यसपछि गएर के तपाईँको त्यो म्यानेजरहरूको डिटेल्स थाहा छ तपाईँलाई, जिमेल अर्थात् फोन नम्बरहरू थाहा छ भनेर पनि सोध्न सक्छ। त्यो अवस्थामा तपाईँले आई नो भन्नुहोला, मलाई थाहा छ र मैले लेखेर राखेको छु अथवा नोट गरेर राखेको छु भन्न पनि सक्नुहुन्छ। अनि अर्को रहेको छ व्हाट इज योर प्रिभियस एक्सपिरियन्स इन नेपाल, के तपाईँले नेपालमा के अनुभवहरू छ भनेर पनि तपाईँलाई सोध्न सक्छ। तपाईँले अनुभवहरू छ भने आफ्नो डकुमेन्ट अनुसार भन्नुहोला। मैले हजुरलाई अगाडि पनि भनिसकेँ। लगभग यति क्वेसनहरूमध्ये तपाईँलाई 8देखि 10वटा सोध्छ धेरैमा, नत्र भने 5वटा क्वेसन मात्र सोध्नेछ। यदि तपाईँले यो भित्र भएका क्वेसनहरूलाई अध्ययन गर्नुभयो र सम्झिनुभयो भने तपाईँलाई जुन एमबिसीले सोध्ने प्रश्नहरूबाट तपाईँ विचलित हुनुहुन्न आदरणीय श्रमिकहरू। तपाईँलाई विचलित नहोस् भनेर मैले लिएको ज्ञान र मैले लिएको यो कुराहरू तपाईँलाई एक आपसमा सेयरिङ गर्दैछु। आज मेरो सानो भिडियोले तपाईँको जिन्दगीमा नवीनतम अङ्कमा पुग्नको लागि विशेष महत्त्वपूर्ण सहयोग पुग्नेछ भन्ने आशा लिएर आएको छु। र यदि यहाँहरू नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला, ताकि हामीले अपलोड गरेको भिडियो सर्वप्रथम यहाँको मोबाइल सेटमा आउनेछ र हामीले यस्तै महत्त्वपूर्ण भिडियोहरू पनि लिएर आउनेछौँ। हस्, धन्यवाद, नमस्कार। आदरणीय दर्शकबिन नमस्कार, बोल्दैछु म मोटिभेसनल स्पिकर राजकुमार श्रेष्ठ। सदा चाहिँ आज पनि यहाँहरूमाझ एउटा महत्त्वपूर्ण सन्देश लिएर आएको छु। आशा छ यस भिडियोले यहाँहरूको जिन्दगीमा सकारात्मक ऊर्जा थप्नको लागि विशेष सहयोग पुग्नेछ। जब तपाईँ एयरपोर्टमा पुग्नुहुन्छ र एयरपोर्टमा ल्यान्डिङ गरिसकेपछि तपाईँलाई लिन चाहिँ को आउँछ त भनेर सोध्न सक्छ है। त्यतिखेर तपाईँले मलाई ओनर अर्थात् कम्पनी, मलाई साउथ पनि लिन आउन सक्छ र कम्पनी पनि लिन सक्छ भने बाई कम्पनी भन्नुभयो भने सहज हुन्छ। यदि यहाँलाई केही महत्त्वपूर्ण टिप्सहरू मैले सेयरिङ गरेँ, अझै एक्स्ट्रा अर्डिनरी अर्थात् तपाईँलाई त्यो आफूलाई कन्फिडेन्ट फिल कसरी बनाउने त भन्ने विषयमा पनि एउटा महत्त्वपूर्ण भिडियो तयार पार्नेछु।